सबैजनामा नमस्कार। आज 2082 साल मंसिर महिनाको 4 गते र आजबाट जम्मा 20 दिन बाँकी रहेको छ शाखा अधिकृतको विज्ञापन हुनका लागि। यस वर्षको शाखा अधिकृतको विज्ञापन यही मंसिरको 24 गते हुनेछ। माघ महिनाको अन्तिम शनिबार प्रिटेस्ट हुने भएकोले तपाईसँग जम्माजम्मी 2 महिना प्लस मात्र समय छ प्रिटेस्ट पढ्नका लागि, जसमा 3वटा विषय रहेको छ, जीके, आईक्यू र इंग्लिश। यो तीनटैमा राम्ररी पढ्नु भएन भने पास हुन गाह्रो हुन्छ। टोटलमा 50% प्रिटेस्टमा पनि पास हुन सकिरहेका हुँदैनन्। यही वर्षको संगठित संस्थानमा हेर्नुहुन्छ भने जम्मा 30% पास भए। अब तपाई प्रिटेस्टमै पास हुनु भएन भने पुरै रिटेन एक्जामै दिन पाउनुहुन्न। यसको लागि पढाइमा जुटिहाल्नुहोस्। आजैदेखि सुरुवात गर्नुभयो भने तपाई सक्नुहुन्छ। विज्ञापन हुन 20 दिन मात्र समय बाँकी रहेको छ। अब तयारीमा जुट्नुहोस् र कक्षा लिन चाहनुहुन्छ भने स्मार्ट जीकेले भोलिबाट नयाँ कक्षा सुरु गर्दैछ 5 गतेदेखि। कक्षा जोइन गर्नका लागि व्हाट्सएपमा मेसेज र फोन कल गरेर कमेन्ट बक्समा आइ एम इन्ट्रेस्टेड लेखेर कक्षा लिन सक्नुहुन्छ। यति भन्दै तपाईहरु माझबाट बिदा लिन चाहन्छु। हस्त धन्यवाद।